लो है साथीभाइहरू हाम्रो चाहिँ हाम्रो कमानसँग चाहिँ साबु घरमै बनाएर खाने होटलमा चाहिँ अब धेरै प्रकारको आइटमहरू हुन्छ घरमै बनाउँदा चाहिँ अब यति नै बनाउनु भएछ खानु लागेको छौँ है साबु भन्ने चिज चाहिँ सबै यहाँ चाहिँ उमालेर सँगै खाने हो यो झोल पनि चम्चीले उयो गर्दै खाने हो क्या चम्चीले अनि यस्तै अब त्यो अर्कोको जुठोहरू अब उयो गर्नु हुँदैन कोरियामा चाहिँ त्यही भएर जुठो पनि सबैले एकसाथ मिठो मानेर खानुपर्ने हुन्छ अनि हाम्रो चाहिँ अब प्राय महिनामा लगभग 10-11 दिन चाहिँ बोलाइराख्नुहुन्छ खाना खुवाउन बेलुका साँझमा चाहिँ बोलाउनुहुन्छ अनि हामी चाहिँ खाने यसरी नै जाने खाने फेरि के पनि दिएर पठाउनुहुन्छ अहिले चाहिँ किताबहरू के दिएर पठाउनु भएको छ यो खाइसकेर हाम्रो चाहिँ कोरिया यस्तै चलिरहेछ है साथीभाइहरू तपाईँहरूको कस्तो के चलिरहेछ हैन सबैको राम्रो चलोस् राम्रो बितोस् भन्ने हो कोरियामा चाहिँ अब सबै दुःख मात्रै पनि छैन मायाहरू पनि छ त्यस्तै छ है अब के गर्नु छ यस्तै छ कसैको भाग्यमा कस्तो के पर्छ कसैकोमा हाम्रोमा चाहिँ अलिक ठिकै परिरहेछ हैन अहिले हामीसँगै काम गर्ने हाम्रो काममा है उहाँ चाहिँ उहाँको चाहिँ ठुलो